के एक व्यक्तिलाई एकभन्दा बढी मानसिक रोग लाग्न सम्भव छ? यसको संक्षिप्त उत्तर हो एकदम सम्भव छ र यो धेरै सामान्य पनि हो। मेडिकल भाषामा यसलाई कोमोर्बिडिटी भनिन्छ। विभिन्न अध्ययनहरूको अनुसार लगभग 50% व्यक्तिहरू जसलाई कुनै पनि लागु पदार्थको लत छ उनीहरूलाई अन्य कुनै मानसिक रोग पनि हुने गर्दछ। मानसिक रोगहरू सँगै पनि देखा पर्न सक्दछन्। कहिलेकाहीँ अन्य शारीरिक रोगहरू जस्तै कि मुटुको रोग वा थाइरोइडको समस्यासँग पनि देखा पर्न सक्दछन्। मानसिक रोगका लक्षणहरू शारीरिक रोग लाग्नु अगाडि वा लागिसकेपछि पनि देखा पर्न सक्छन्। यसको समाधान यस्तो हुन सक्ने सम्भावनालाई स्वीकार गर्नुपर्दछ। आफै निदान वा डायग्नोसिस नगरिकन प्रोफेसनल हेल्प लिनुपर्दछ। यदि एकभन्दा बढी रोग भएमा सबै रोगको उपचार सम्बन्धित डाक्टरसँग गर्नुपर्दछ।